Hello everyone, welcome back. It's your boy Ricky. As a nothing is special. Just wanna like let's make some video and let's have some fun. And I wanna give big shout out to my homie Vishal for the cap. Thank you. And I got all of this energy because of the Benny. किनकि उसले बिहान कफी गरायो bro. Shout out to my homie. Nothing is special. यो ब्याकग्राउन्डमा बजिरहेको जेकलको गीत हो. What I carry in silence. What I carry in silence. Let's go, baby. It's your boy Ricky, man. Come on, check it out. यो चाहिँ हाम्रो टेक्ससको एज युजुअल सधैँ हुने कुरा है, ट्राफिक. म अहिले कलेजमै छु हैन, अनि म चाहिँ भर्खरै सक्सेस कोचलाई भेटेर आएँ. सो आइम वेटिङ फर द डिएसओ. अहिले चाहिँ कलेजको काम अलमोस्ट सक्यो हैन. Let me take you somewhere in a nice place. Let's go with me. Let's go and try the Chipotle. Let's go. So म चाहिँ अहिले Chipotle भित्र छु हैन. I'm trying a Chipotle honey chicken with a diet coke. Chipotle खाए हैन. It's so मिठो. So we ended up to come in the Cedar Ridge Reserve. Cedar Hill नि भनेर चिनिन्छ. So this is a really nice place. The people who loves nature. Welcome to Cedar Ridge Preserve. One of the best thing about the nature is describe it सकिदैन के. So we got a two-way. एउटा चाहिँ Cedar Break Trail लेखेछ, and another one is over here. यो चाहिँ pretty much सबै कुरा नाइस छ. म पछि भन्छु मान्छेले हिँडिरहेको छ. मलाई चाहिँ यो बाटो हिँडिरहेको मलाई ब्याक टु काइन्ड नेपालको एउटा थट आयो हैन. त्यहाँ पनि यस्तै थियो, लाइक देवचुली धपाती जस्तै, लाइक रुखहरू, द नेचर. जग्गा पनि त्यही त हो हैन. प्रकृति त सधैँ एउटै हो. नागको के डर नागिन आफैसँग भएपछि. जस्ट मी एन्ड माइसेल्फ, नेचर. बाहिर चाहिँ जस घाम लागिरहेछ, तर गर्मी छ. तर जब भित्र पसेपछि चाहिँ एकदम आनन्द आयो क्या. सो हल्का गरम भएको अवस्था. We still have to walk 1.3 miles के. तिमी बिट लगाऊ, म तिमीलाई ऱ्यापमा जुमाउँछु. त्यति मात्र हैन, ट्रेकिङ आऊ, म तिमीलाई जङ्गल घुमाउँछु. यस्तो उकालो ओह्रालो धेरै हिँडियो. मेबी 6-7 वटा उकालो, 6-7 वटा ओह्रालो. अब चाहिँ आउँछ जस्तो छ है.
यहाँ कुरा चाहिँ के भयो भन्दाखेरि त्यो एउटा सनसेट हेर्ने ठाउँ थियो कि हामी पहिला पनि आएको त्यो चाहिँ हामीले मिस गऱ्यो उता गएको भए फेरि पार्किङ लटमा पुग्थ्यो अनि हामीलाई चाहिँ त्यो सनसेट हेर्नु छ सो वी आर हेडिङ टु द्याट प्लेस हामी चाहिँ अहिले फोसिल भ्याली ट्रेल फेरि पनि 1 माइल भनेछ हामी एउटा लुप भ्याएर हो सो पोन्ड गयो भने त 1 माइल ट्राउट लिली गयो भने पनि 0.4 माइल सो हामी चाहिँ यताको पोन्ड जाँदैछ 0.5 माइल हाम्रो सेडा रिज प्रिजर्भको एउटा म्याप हो होइन हामी चाहिँ फर्स्टमा यो ट्रायल सक्यो हो यो ट्रायल यहाँ सकिसकेपछि यहाँ निस्केर अहिले हामी फेरि यहाँबाट हुँदै यहाँ हेरेछौँ अनि यहाँबाट चाहिँ एउटा राम्रो भ्यू देख्छ होइन लाइक भ्यू टावर पनि छ यहाँ अनि त्यसपछि फेरि हामी पार्किङमा फर्किनु पऱ्यो भने चाहिँ यहाँबाट गएर आई थिङ्क पार्किङ चाहिँ हाम्रो यतापट्टि जस्तो लाग्छ मलाई लेट्स गो लेट्स सी फाइनली द भ्यू इज हियर पट्टि साइडको चाहिँ हाम्रो आजको लास्ट डेस्टिनेसन यो माथिको डाँडा टप थियो सो योभन्दा अगाडिको चाहिँ हामीले एउटा लुप अगाडि भइहाल्यो एन्ड चाहिँ यो मजा आइरहेछ सो यो त अहिले बल्ल माथि आयो हामी अब फेरि फर्किनुपर्छ वी हेभ टु गो ब्याक टु द पार्किङ लट यहाँको रेसिडेन्टहरूको चाहिँ ट्रेकिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हातमा C4 होइन ट्याक्क कि रेडबुल कि मोन्स्टर ट्याक्क लिएर हिँड्यो ट्रेकिङ जाँदा खोल्टीमा भेप होइन अनि जिन्स प्यान्ट लगायो तर फेरि हिँड्ने फेरि आधी माइलो हुन्छ नि पुरै गियर सियर सेटअप ड्याङडुङ हालेर हिँड्छन् कान्ट पिपल कान लिभ विथ C4 रेडबुल मोन्स्टर मैले चाहिँ देख्थेँ भने फेरि आई जस्ट लभ टु मेक अ भिडियो guys. Thank you so much. Thank you for watching your video. Have a good day. Love you all.